हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप सबैजना सुन्नुहुन्छ। म पनि एकदमै आरामै छु होइन। आज चाहिँ हामी चाहिँ स्कुलमा हो कि स्कुल चाहिँ बिदा होइन गाइजहरू। हेर्नु न यहाँ चाहिँ भलिबल प्र्याक्टिस भइरह केटाहरूको। म चाहिँ बल खेल्न नपाउने भयो यसपालि चाहिँ होइन। त्यस्तै भयो। ओहो उत्तिरिष्ट के छ त? केही बोल्ने हो त? के छ त? ठिक छ नि। अनि के छ त? सिल उचाल्ने हो त? होइन म चाहिँ यहाँ भाइहरूलाई यसो भलिबल प्र्याक्टिस गराउँछु अरे। ल आइज खेल त। यहाँ केटाहरू चाहिँ यो कबड्डीको ग्याङहरू हुने। यिनीहरू चाहिँ कबड्डी ग्याङहरू। ल है ठिक छ गरे होइन। हाम्रो नवीनलाई हेर्न सक्नुहुन्छ गाइजहरू होइन। केटाहरू हाम्रो लिफ्टरलाई हेर्न सक्नुहुन्छ। लिफ्टर फेरि छ्यालब्याल हो कि लिफ्टर। हेरौँ न लिफ्टर चाहिँ दुःखी भएन म खेल्न नपाएर होइन। म चाहिँ खेल्नै पाएन कि आमाको छोरो साइकको भयो कि। योभन्दा अघिल्लो पटक चाहिँ हाम्रो स्कुलले अब सिल प्राप्त गरेको नि त। सब स्कुलभन्दा धेरै गोल्ड मेडल चाहिँ हानेर प्राप्त गरेको नि त सिल। अनि अहिले पनि त्यही भन्ने कुरो, अहिले पनि सिल उचाल्न पर्छ भन्ने तरिकाले चाहिँ अहिले पनि अब जस्तै भलिबल, म भलिबल पनि खेल्न त खेल्थेँ होइन। अब भलिबल खेलेपछि चाहिँ एउटा मेडल आउने भयो नि त। अनि भलिबलबाट चाहिँ एउटा मेडल त्यही पनि फिक्स नहुन सक्छ नि त। भलिबलको चाहिँ एउटा मेडल आउने भयो होइन। अनि म चाहिँ अरू खेल्यो भने चाहिँ 2-3 मेडल आउने भयो नि त। त्यही भएर चाहिँ म चाहिँ भलिबल नखेल्ने भएँ गाइजहरू होइन। अब भाइहरू छन् भाइहरू पनि होइन। भाइहरूले खेल्छन्, राम्रै खेल्छन् होइन। अब राम्रै खेल्लान्, के हुन्छ कस्तो हुन्छ म चाहिँ देखाइराख्ने छु होइन। अन्तिमसम्म हेरेर सबैजना साथ दिनु होला होइन। यस्तो छ यहाँ फेरि माथितिर चाहिँ हाम्रो वेलकम यो गीत सिक्दैछन् होइन। त्यही हो गाइजहरू। म चाहिँ के हुन्छ कसो हुन्छ अहिले देखाइराख्छु। मैले हाई जम्प हान्ने यहीँ हो, लङ जम्प हान्ने यहीँ हो है। प्र्याक्टिस भइरह स्कुल यस्तो छ है हाम्रो। ल है तातेको छ है केटाहरू। खुमखार बाघ जस्तो हो नि हाम्रो 4 नम्बर लिब्रोलाई हेर्न सक्नुहुन्छ त्यहाँ चाहिँ होइन। भान्जाले अब सर्ट हान्छन्। ती भान्जालाई फाल्दे, भान्जा हान। ती कस्तो राम्रो हान्छन्। सिधै सिलेक्टेड हो हाम्रो भाइ चाहिँ यता छ होइन। होइन बाबु हान्छ ठिक छ गरे होइन। यो हल्का दुःख त लाखा भलिबल खेल्न नपाएर, त्यही पनि केही छैन ठिकै छ। अब स्कुलको लागि भनेर पनि खेलिरहेको छ मैले चाहिँ। त्यही हो गाई। सबैजना हेरिदिनु होला, अन्तिम समयहरू साथ दिनु होला। ल अहिले चाहिँ म एकैछिन अब यहाँ यसो भलिबल अलिअलि यसो। ओ भाइ त्यस्तो बल खम्मै हान्न अलि। गाइज हामी चाहिँ अब यहाँ चाहिँ एकछिन प्र्याक्टिस हान्छौँ। म चाहिँ होइन भलिबलको, त्यही पनि एकैछिन हल्का सिक्छु। मेरो चाहिँ हात हल्का उस भयो। ए गाइज हाम्रो भाइ कहाँ हो तिम्रो घर? कि यही पर्छ पुरा मान्छे चिन्छ क्या बलले फेरि। हाम्रो लप्पेलाई हेर्न सक्नुहुन्छ गाइजहरू। दाइको भ्लगमा फाइनली हेर्न पाइयो। आन पाइयो। चन्द्र जस्तो दामी यार भाइ यार।
गाइज म चाहिँ अब रनिङतिर जाँदैछु है हाम्रो माथिको मैदान डाँडामा जाँदैछु हाम्रो बहिनीहरू छ नि यहाँ चाहिँ हेलो बहिनीहरू केमा अरे कति हो कति कति मिटर हो मरीले 400 तिमी 400 तिमी 3000 तिमी 800 ल बेस्ट विशेष तिमीलाई जिता राम्रोसित होइन अनि भान्जाहरू उता छन् खुमखार बाघहरू उता छन् होइन म एउटा बाघ चाहिँ यता हुई होइन सिंह चिता अरे चितुवा अरे हेर त यहाँ चिप्लिएको बाटो बाबा अनि म कसले म एक्सपर्ट हो भन्थ्यो अरे होइन गाय सबैजना अन्तिम समयहरू साथ दिनु होला हाम्रो बहिनीले टाल्ला पारेर हेरिरहेछन् के होला भनेर होइन होइन लप्पे के बोल्ने मिठो भाइ मिलाएर हजुर भन्छन् के रनिङ चाहिँ हाम्रो हुने यहाँ माथि हो यहाँ माथि उयो गरेर भेटौँ लाग्यो गाईहरू हामी चाहिँ यहाँ मैदान बिउको मैदान डाँडामा आएको छौँ जान म विनम्र अनुरोध गर्दछु प्रकाश सर फेरि मलाई सोध्नु होला म होइन हाम्रो सोच चाहिँ होइन बिउकोट खेलकुद तथा समाज विकास केन्द्र हो पिस देखाइदेऊ न बापुको ल मगरको त झुसै आउनु होइन चिल्लै हुन्छन् क्या मगरहरू त्यहाँ रोशनीलाई देखाइदेऊ त 3000मा एकदम दुगुनी भनेर एकदम उसको हात हानेको एक्सपिरियन्स हल्का उसको हात चाहिँ होइन भान्जे चाहिँ त हुनुहुन्छ जागोमा तलतिर ए ल्याएर सरलाई त बाइकमा त तिमीले भेट्टाउन आयो नि अझ कुद्नुहुन्छ गरे सर त तिमीभन्दा पहिले गएर पाउनुहुन्छ गरे सर यतिलाई पुग्नलाई सक्नु होला उस्तै परे तिमीभन्दा पहिला पुग्नुहुन्छ क्या सर तिम्रो यहाँ देउरले पनि बेला सरमा कहाँ हुनुहुन्छ होइन ए त एक्लै हो अहिले लास्टमा सन्च होइन टाइम हल्का अलि त्यो गराएको तिमीले महेशसँग आइदिएन आज महेशको बराबर आइदियो त महेश कति मस महेशको अहिले झरेको पहिला 3000 थियो अहिले 1500 3000मा गयो अरे यिनी फेरि 800 मा त सिधै 3000 उक्लियो क्या फेरि लप्पु फेरि डेन्जर दुखेर छन् र ए सुरु दिन त फेरि फर्स्ट आएको नि के अरे स्टामिना हरिब जोगाएर दुर्छन् क्या थाक्दैन उहाँ पएर फर्केर झर्काउनुसम्म थाकेको थिएन नि मगर हुन् के अरे अनि हेर न लाउरे हुनेवालाको भाइ हुन् क्या हुनेवालाको भएन नि त यहाँ चाहिँ कति गऱ्यो भने 3000 3000 मात्रै केटाको 1500मा चाहिँ यहाँबाट जाँदैछन् ल कति मिनटमा आउने चाहिँ म टाइम हेर्छु है 1500 महेश 3000 रोशनी 3000 यहाँबाट चाहिँ यिनीहरू उहाँ पर 2 डाँडा खानु पर्छ सुरपहारीको मुक्ति घर मात्र घर पर्ने स्कुल मुनिका सानो सर बाबा हजुर ल अब मैले यहाँबाट पठाइदिन्छु है ल सर उता पनि टाइम हेर्नु नि तपाईले हुन्छ यार ल सर ल त्यतिकै हावा बोल्छ हावा ल अब अनेमाक ओए त्यो रोशनीको मिलेन अनेमाक गेट सेट गो ल गए 3000 र 1500 को चाहिँ गए अब हाम्रो चाहिँ यहाँ हुने छ हाम्रो कति हो त सर अब हाम्रो सम्राट भाइले चाहिँ लङजम हान्दै हाम्रो भान्जे त हुनुहुन्छ ल भाइ हान्दे ओए बबाल हान्दे खतरा हान्दे 8 फिट नाग्दे त
ओए खतरा हान्दियो यार नाग्देऊ अब यो पुरै उसिन नाग्देऊ छड्के राखेन भाइ सिधा राखिस् हो त्यहाँ त त्यो त नाग्दिहाल्छ नाग्दैन त्यहाँ हान्नु नि त नाक्ला गरे दामी हान्दियो यार मैले हान्छु गाईहरू अब चाहिँ हेर्नु मामाले त नाग्दिनु त के चप्पल लाएको मैले त खै हान्न के चप्पलले त हामीसँग चाहिँ मैले हान्छु गाईहरू अब चाहिँ जुत्ता सर होइन का टस छैन त्यस्तो होइन साइको हान्दाखेरि अच्छा आए गाईहरू कति यो 1500 हो यो 3000 को आयो ल कतिमा आयो सर 22 23 मिनटमा आयो ल 13 मिनेट 22 सेकेन्ड 13 मिनेट 22 ए 13 मिनट ओए राम्रो आएको त यार 11 मिनेटमा हो कि आउन हुँ पोरा हो आमाको छोरो थाकेकै छैन बे तिमी त यार एकैछिन उस गर त बस नबस एकैछिन दामी आयो यार तर यार 1500 को होइन 3000 तिम्रो नि हुँ हो पनि 15 सेकेन्ड पनि हुइयो क्या म यसो 15 सेकेन्ड रोस्नी 3000 तिम्रो त आएन नि फेरि तिम्रो भन्दा नि छन् र आऊ 15 सेकेन्डले त अब भडानी बेलासम्म हामीले नि भयो 400 हुँदैछ है केटाहरूको हाम्रो केटाहरूको 400 मिटरमा को आउँछ त एक्सपर्ट तरिकाले अघि सम्राट दुगरे गात सेट भान्जा त त्यत्तिकैमा हो कि जाने भान्जे त त्यत्तिकैमा हो कि जाने त किस्मत त त्यत्तिकै भयो क्या त्यही उसमा जानुहुन्छ त अझै 2 राउन्ड यही लेभलमा हो किस्मत त घट्दै घट्दैन किस्मतको त फरक फर्किहाल्यो भने त राउन्डिङ हान्नु पर्दैन एउटै जान्छ अरे हैन कति मिनटमा आउनुहुन्छ है भान्जा कति सेकेन्डमा कति मिनटमा 50 सेकेन्ड भइसक्यो कतिमा आउनु सर दुगर्न त बल्ल त्यहाँ त धेरै भयो नि हैन On your mark, get set, go! ल गाजहरू हामी चाहिँ अब हल्का रनिङ सनिङ प्र्याक्टिस गरेर हिँडिसकेका छौँ होइन सम्राट भाइले चाहिँ डेन्जर रनिङ हान्छ होइन हेर्न सक्नुहुन्छ है सबैजना हेरिदिनु होला अब चाहिँ हामीले हाई जम्प लङ जम्प हान्छौँ तल गएर चाहिँ हाई जम्पमा चाहिँ म होइन लङ जम्प ट्रिपल जम्प चाहिँ हानिन्छ ट्रिपल जम्पको अलिक स्टेपै मैले भुल्छु कि जस्तो लाग्छ कि यार ट्रिपल त हान्न जान्ने ढङ्गै नभएको त आइते पुवर थिएँ पहिला नमिली जितेको ट्रिपल जम्प नि उसले क्या मिलनले क्या मिलनले को मिलन हाम्रै सुनले जितेको ला हेर सब हाम्रै केटा जित्दो रहेछन् अब यसपालि हामी मैले त जित्ने होइन पहिले आश नदेखाउँ के हुन्छ गेमको कुरा हो नि यार मभन्दा डेन्जर खालको आनन्द पायो नि त पुरै आएको थिएन नि अहिले अब कतैबाट सकेर आयो होला नि आनन्द पान्छ सक्छ बुढोले एक मगा भान्जा हिँड्ने हेलो गाइज हामी चाहिँ फर्किसकेको छौँ माथि मैदान डाँडादेखि चाहिँ अहिले हाम्रो स्कुलको दृश्य हेर्न सक्नुहुन्छ भलिबल प्र्याक्टिस भइरहेछ होइन सरहरू चाहिँ यता हुनुहुन्छ होइन स्कुल चाहिँ आज बिदा छ होइन गाइजहरू भलिबल प्र्याक्टिस हुँदैछ यी केटा ग्याङहरू यता छन् हाम्रो ग्याङहरू यी ग्याङहरू उहाँ डाइभ सिकाइराख्नु ओए डाइभ त हाम्रो लिगोलाई डाइभ सिकाइराख्ने त्यहाँ
भान्जेले स्कुल गइला हाकिया त जामी लिब्रोलाई डाइबिसी गरिराखन हाम्रो केटाहरूले त्यही गाइज अन्तिमसम्म हेरेर साथ दिनु होला सबैजनाले है लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ नछुटाइकन गरिदिनु होला बाटोको यस्तो चिप्लो पनि बाटो अहिलेको अवस्था शीत परेर नि होला होइन भलिबल चाहिँ खेल्न पाइएन खास भलिबल खेल्ने एकदम सोख थियो है भलिबल चाहिँ खेल्न पाइएन त्यही पनि केही छैन केटाहरू खेलौँ होइन म उता खेलिदिएर सिल आउँछ भने त किन नखेलिदिने क्या खेलिदिने नि होइन त्यही भएर चाहिँ म चाहिँ अहिले खेलिरहेको छु तपाईँले हेरिदिनु होला अन्तिमसम्म साथ सपोर्ट गरिदिनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ नछुटाइकन गरिदिनु होला है त्यही हो गाइस अहिले उता स्कुलतिर गएर भेटौँला है हामी चाहिँ स्कुलभित्र प्रवेश गर्दैछौँ है बम भाइ केही बोल नि त यो पनि अब मेन कुरा त अब हाम्रो भाषा त दुःख लाहा त्यही हो क्या नि हान्छौ क्या दुःखलाई नमान भयो अब क्या टक्दा नि दुःख त लागिहाल्छ नि हाम्रो स्कुलको भ्यू हेर्न सक्नुहुन्छ है दुःख लाग्छ अरे बाबुलाई चाहिँ होइन यस जाइको हानिदिएको होइन पहिला जस्तो गरेको हाम्रो नवीन दाइले पनि यस्तै गरेको हुन त अब उस पनि मेन कुरा सिल नि हो सिल पनि हो होइन जेमा आउँछ त्यमा चाहिँ हो तर खेलाडीको चाहिँ उ पनि हेर्न पर्यो क्या मन केमा छ चासो ल हेरिदिउँ है बुझिदिउँ है आउँछ भने त जानु नि पर्यो आउँछ भने जानु नि पर्यो हाम्रो फ्यामिलीहरू यता हुन्छ अब चाहिँ हल्का भलिबल हान्न पर्यो केटा ल गाइस जस्तो भलिबल पनि हान्दिनु पर्यो अब होइन एकैछिन है 5 मिनट है हेलो गाइज म चाहिँ फाइनली घरमा आइदिनै आएर पनि फ्रेस भएर खाजा खाएर बसिसकेको छु होइन घाम पनि गइसकेको रहेछन् हाम्रो फ्यामिली मेम्बरहरू चाहिँ आज हाम्रो बिहामा जानुभएको छ माथि हामी चाहिँ बसिरहेछौँ घरमा आइरहेछौँ घाम यस्तो मिठो लागिरह त्यही हल्का दुबा पनि लागिरह कि भलिबल खेल्न पाइएन होइन योभन्दा अघिल्लो वर्ष पनि हाम्रो एउटा दाइ खेल्न पाएन यस्तै गरेँ होइन अहिले चाहिँ मलाई ठिकै छ केही छैन होइन अब म खेलेर सिल आउँछ भने खेलौँ होइन त त्यही हो गाइज अन्तिमसम्म सबैजनाले हेरेर साथ सपोर्ट गरिदिनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब नछुटाइकन हानिदिनु होला यति भनिकन म बिदा हुन चाहन्छु अहिलेलाई हस्त धन्यवाद बाई बाई